हेलो एभ्रिवान, गुड मर्निङ एन्ड सेभन सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ भने आशा राख्दै आजको चाहिँ मेरो रेसिपी के हुनेछ भन्दा बिरयानी बनाउँछु। हेर्नुहोस् ल, यहाँ चाहिँ मैले बिरयानीको लागि चामल भिजाएर रेडी छ। रेडी त भएको छैन, भर्खरै भिजाएको। अब यसलाई आधी घन्टा जस्तो म भिजाउँछु अनि अब डल्लै छ प्रोसेस यसको होइन। अनि यहाँ चाहिँ अन्डा उसिन्नुको लागि रेडी छ। अब अन्डा उसिन्छु होइन। त्यहाँदेखिको अरू पनि थुप्रै छ। यहाँ चिकन पनि ल्याइरहेको छ, काटेको छुइनँ, अहिले एकछिन म तपाईँहरूलाई देखाउने छु। यहाँ चाहिँ मासु ल्याइसकेको छ, काट्नु मात्रै छ। यसलाई काट्नुपर्छ, यसलाई चाहिँ ठुल्ठुलो पिस राख्छु। कस्तो मैले विङ्स र लेग पिस पनि भनेको थिएँ, पाएन त त्यस्तो त्यसको मासु चाहिँ कोही बात छैन। बिरयानीमा चल्छ यो। अब म काट्छु। यहाँ चाहिँ मैले मासु काटेँ, त्यहाँदेखिको पिस पारेर धुँदै पारेर रेडी छ। पिस चाहिँ ठुल्ठुलो पारेको छु बिरयानीको लागि। यहाँ चाहिँ अब प्याज काट्नु लागेको म यसलाई अहिले फ्राई गरेर गार्निसिङमा काम लाग्छ। यस्तो पत्ला पत्ला काट्नुपर्छ, अहिले यसलाई फ्राई गर्नुपर्छ नि त। र म चाहिँ अब यो मासुलाई मेरिनेट गरेर राख्छु। हजुर, लुगा लगाउनुहोस्। फर्स्टमा हल्दी, तिखलाल, रङ खोर्सानी, धनियाँ पाउडर यो 1 चम्ची 2 चम्ची हालिदिउँ है, 2 चम्ची। अन्त यो चाहिँ जिरा पाउडर अनि यो चाहिँ मैले यसको चाहिँ यो फ्राई गरेर राखेको। यो चाहिँ तपाईँहरूलाई मैले यो उसको भिडियो चाहिँ गरिनँ। यसमा चाहिँ स्टार अनिस छ, दालचिनी, ल्वाङ, अलैँची अनि अलिकति जिराको पाउडर, जिरा नै थियो, यो पनि हाल्छु यसरी होइन। अनि यो अदुवा लसुनको पेस्ट, यो चाहिँ सिलौटामा पिसेको कि, अनि यसमा पिसेकोमै यो मसला पिसेको मैले यो अदुवा लसुन पिसेको थिएँ। कस्तो क्या अब कालो कालो भएछ यो पनि। यो अदुवा लसुनको पेस्ट पनि हालिदिन्छु अनि यो पनिर मसला पनि हाल्छु स्वादअनुसार। अनि त्यसपछि के हाल्नुपर्ने हुन्छ गरेर राखेपछि धनियाँ होइन, आधी मात्रै हाल्छु किनभने आधी अहिले मलाई फेरि चाहिन्छ नि त, आधी हाल्छु। अनि यहाँ चाहिँ अब नुन हाल्छु ठिकैको। यो चिकन चाहिँ 1 किलो हो, 1 किलोको चिकन। बेङ्गोली स्टाइल बनाउँछु, बेङ्गोली स्टाइल हाल्छु। पिसेर पनि हालेको छु, डल्लो पनि हालेको छु। स्टार अनिस चाहिँ म सबै छुट्टिएछ कि धुट्टीकै हाल्छु किनभने यसको पनि फ्लेभरै त आउने हो। हजुर हजुर, त्यो तिम्रो खेल्ने होला बाबा। पिसेर पनि हालेको छु, तर पनि डल्लो पनि हाल्छु नि त। यो अलिकति पर्छ, छान्नु पर्ने छ। दामी फ्लेभर होस् मजा मजामा। अनि यसमा यसको खास मसला चाहिँ अब हाल्छु एकछिन। यो बिरयानीको मासु मेरिनेट गर्दा चाहिँ दही चाहिँ एकदम चाहिन्छ भने चाहिँ टेस्ट हुँदैन। यो कैँचीमा पारा हुँदैन भन्दैछु त चल्नु। यस, आधी चाहिँ अहिले राइता बनिन्छ, राइता मात्राको है। सरी, यहाँ चाहिँ मैले अब चामलको लागि पानी उसाल्नु बसिरहेको छु। अनि यो अघि प्याज काटेको चाहिँ अब फ्राई गर्छु। यहाँ
तपाईँलाई छोपेर राखिदिन्छु छाप्पी राखेँ यति गरेर चाहिँ म यो पालीको रातमा हात समातेर आउन तिमी नाचन 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 मायालु तिमी मुसु मुसु हाँस्दा मनै भयो बेकाबु आउ नाचुम नाचुम भन्दै तिम्रा आँखा नसालु यो कस्तो कस्तो सञ्जालैमा परे के भनु यो कस्तो कस्तो हतारिँदै आउँदैछु म पछारिँदै तिम्रो मायालाई पछ्याउँदै नराख टाढा टाढा मलाई धेरै गाह्रो यो पालीको रातमा हात समातेर आउन तिमी नाचन तिमी नाचन तिमी नाचन तिमी नाचन तिमी नाचन तिमी नाचन पानी सक्यो यो जीवन तेल हालिदिन्छु भोलिको ढल्किँदैछ बटर हाल्नुपर्छ बटर यो जीवन छोटो छ भोलिको के भर चामल भिजेर चामल चाहिँ ज्यादा हुन्छ जस्तो लाग्यो यो पालीको रातमा हात समातेर आउन तिमी नाचन तिमी नाचन तिमी नाचन भयो तिमी नाचन डढी हालेको तिमी नाचन हुन्छ अब क्रिस्पी तिमी नाचन तिमी नाचन तिमी नाचन तिमी नाचन यो चाहिँ रायता बनिन्छ तिमी नाचन रायता बनाउने तिमी नाचन बुझा तिमी नाचन तिमी नाचन तिमी नाचन कहिले आउँछौ माया तिम्रो घरको बारदलीमा कुर्दैछु यहाँ चाहिँ मासु पाकेर रेडी अब यहाँ चाहिँ अलिकति घिउ लगाइरहेको छु यहाँ माथि अब चामल राइस हाल्छु अन्त त्यसपछि चाहिँ मासुको लेयर गर्छु यो चाहिँ तलबाट एक फ्राई राइसलाई यो चाहिँ केसर पानी पानी गयो यसमा फुड कलर अरेन्ज लिँदैछु फ्लेभर दामी आउँछ
अब यसलाई छोप्छु अब बिरयानी पनि रेडी गरेर छोप्नुपर्छ फाइनल यसलाई चाहिँ बसाइसक्यो अब अझै 20 मिनट जति चाहिँ यसलाई राख्नुपर्छ आटाको यसले मजाले छोपिदिएको अब चाहिँ हुन्छ मुनिबाट तावा डल्छ भनेर अब त वाउ मम्मीलाई चाहिँ दिँदैछ कस्तो अरे थ्याङ्क यू कस्तो हाँस्नु त बा